नमस्ते दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ फेरि आउनु त भिडियोमा हैन तपाईहरुलाई स्वागत छ र तपाईहरु हामीसँग जुड्नु भएको छैन भने हाम्रो च्यानललाई सिम्पली सब्स्क्राइब गरिहाल्नुस्। अब कति मान्छेहरु के गरेछ भने आफ्नो डाटा सुरक्षित गर्नको लागि एन्टिभाइरसहरु डाउनलोड गरिएको छ हैन, तर गुगल प्ले स्टोरले तपाईको अलरेडी यो फेसिलिटी दिएको छ हैन। त्यो फिचर तपाईले चेक गर्नुपर्ने हुन्छ तपाईको डिभाइसमा इनेबल छ कि छैन। इनेबल छैन भने त्यसले चाहिँ अन गर्नुपर्ने हुन्छ हैन। अलरेडी तपाईको इनेबल छ भने तपाईले टेन्सन धेरै लिनु पर्दैन। तपाईको गुगलले तपाईको एपहरु स्क्यान टाइम टु टाइम गरिरहेको हुन्छ। त्यसो कुनै बिहेभियर चाहिँ हैन देखायो भने डाटा लिक गर्ने त्यसोमा गुगलले तपाईलाई नोटिफिकेसन दिन्छ। तपाई यो फिचर इनेबल गर्नु भएको कि छैन कसरी चेक गर्ने हैन। इनेबल गर्नु भएको छैन भने इनेबल गर्ने तरिकाहरु पनि तपाईहरुले चाहिँ यो भिडियोमा दिन्छु। तपाई चाहिँ सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिहाल्नुस्। त्यसको लागि चाहिँ तपाई गुगल प्ले स्टोर चाहिँ ओपन गर्नुपर्ने हुन्छ। सबैको फोनमा हुन्छ प्ले स्टोर हैन, एन्ड्रोइड युजरहरु हैन। सो तपाई प्ले स्टोर ओपन गर्नुस्। ओपन गरिसकेपछि तपाईको प्रोफाइल आइकन माथि दिएको छ त्यहाँ चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ हैन। त्यहाँ क्लिक गरिसकेपछि तपाई हेर्नु भयो भने प्ले प्रोटेक्ट अप्सन दिएको छ हैन, त्यहाँ चाहिँ तपाईले क्लिक गर्नुपर्ने हुन्छ। क्लिक गरिसकेपछि यो फिचर तपाईको बन्द छ भने यसलाई चाहिँ अन गर्नुपर्ने हुन्छ है। सो यसलाई चाहिँ अन गर्नको लागि चाहिँ सिम्पली चाहिँ ट्रु अन मा चाहिँ तपाई क्लिक गरिहाल्नुस्। डिफल्ट तपाईको चाहिँ इनेबल छ भने त्यस्तोमा केही प्रब्लम हुँदैन हैन। अफ छ भने यसलाई चाहिँ ट्रु अन गरिहाल्नुस्। अन गरिहाल्नु भयो भने यो चाहिँ तपाईको स्क्यान लिन्छ हैन। तपाईको फोनको जति पनि एपहरु छ सबै यो स्क्यान गर्छ। कुनै त्यस्तो डिटेक्ट हैन हार्मफुल एप भएछ भने यहाँ चाहिँ तपाईले चाहिँ नोटिफिकेसन दिन्छ यो एप तपाईको बिहेभियर ठीक लागिरहेछ हैन। प्ले स्टोरले एभ्रीडे तपाईको चाहिँ एपहरु के गरेछ त भने स्क्यान गरिरहेको हुन्छ हैन। र कुनै एपीके फाइल तपाई डाउनलोड बाहिर प्ले स्टोरबाट चाहिँ डाउनलोड गरेर तपाई युज गर्दै हुनुहुन्छ र प्ले स्टोर भित्रै कुनै डुप्लिकेट एप हुन्छ जुन त्यसको बिहेभियर राम्रो हुँदैन हैन, जस्तो डाटा लिक गर्ने तपाईको एकाउन्टहरुको स्पाई गर्ने हैन, त्यस्तो केही गरिरहेछ भने प्ले प्रोटेक्टले यो एपहरुलाई स्क्यान गरिरहेको हुन्छ, रेगुलरली स्क्यान गरिरहेको हुन्छ। त्यस्तोमा कुनै नोटिफिकेसन दिएको छ भने त्यस्तोमा चाहिँ तपाईले चाहिँ यो एपलाई चाहिँ तत्कालै डिलिट गर्नुपर्ने हुन्छ हैन। डिलिट गर्नु भएन भने फेरि तपाईले चाहिँ डाटा लिक हुने सम्भावना चाहिँ बढे हुन्छ हैन। सो तपाईले नोटिफिकेसन आउने बित्तिकै के गर्नुपर्ने हुन्छ भने त्यो डाटालाई डिलिट गर्नुपर्ने हुन्छ हैन। अब यहाँ हेर्नु भयो भने के लेखेको छ नो हार्मफुल एप फाउन्ड प्ले प्रोटेक्ट स्क्यान मोमेन्ट एगो हैन। यसले एकछिन भयो स्क्यान गरेको तर कुनै त्यस्तो समस्या एप देखिएको छैन हैन। सो यस्तै कुनै जानकारी तपाईले चाहिँ हैन नोटिफिकेसन दिएछ भने त्यस्तोमा बिहेभियर एपको हैन डिटेक्ट गर्यो भने त्यसले चाहिँ तत्काल डिलिट गर्नुपर्ने हुन्छ। रिपिट चाहिँ यसले तपाई हैन म फेरि यसलाई स्क्यान गर्छु भने तपाई स्क्यानमा क्लिक गरेर फेरि चाहिँ एकछिन यो प्रोसेसिङ लिन्छ हैन, तपाईले रिजल्ट दिन्छ। तपाईले यसलाई रेगुलर चाहिँ स्क्यान गरिराख्नु पर्ने चाहिँ हुँदैन। यो गुगल प्रोजेक्टले आफै स्क्यान गरिरहेको हुन्छ हैन, यो आफै स्क्यान गरिरहेको हुन्छ। तपाईले कुनै केस त्यस्तो हैन हार्मफुल देखिएको छ भने नोटिफिकेसन तपाईलाई दिन्छ। आई होप तपाईहरुले चाहिँ यो जानकारी कस्तो लाग्यो। कुनै नबुझेको ठाउँ छ भने त्यसोमा चाहिँ तपाई कमेन्टमा भन्न सक्नुहुन्छ। ठीक लागेछ भने तपाई लाइक चाहिँ गरिदिनु होला। लाइक गर्नुभयो भने हामीलाई थाहा हुन्छ कि तपाई हाम्रो भिडियोले केही सिक्दै हुनुहुन्छ हैन। अब यसले चाहिँ हैन हुन्छ नि तपाईको फोन भित्र हैन पर्सनल डाटाहरु कुनै स्पाई एपहरु हुन सक्छ हैन। त्यसोमा के गरेछ भने यो डाटा लिक गरिरहेको हुन्छ। जस्तो तपाईले लाग्छ हैन म त सबै कुराहरु ठिकै हुन्छ, तर जस्तो किबोर्डै हुन्छ नि, त्यो किबोर्डैमा केही टाइप गरिरहेको हुन्छ भने स्पाई एप हुन्छ भने त्यो डिटेक्ट गरिरहेको हुन्छ तपाई के टाइप गर्दै हुनुहुन्छ हैन। त्यस्तै कुनै मालवेयरै हुन्छ हैन, मालवेयर एप लिंक गरेको हुन्छ त्यसोमा कुनै गरेछ भने त्यसोमा पनि तपाईको ह्याक हुने सम्भावना हैन, डाटा लिक हुने सम्भावना बढी हुन्छ। र तपाई सकेभरसम्म प्ले स्टोरबाटै एप चाहिँ तपाई डाउनलोड गर्नुहोस्। बाहिरबाट एपीके गर्नुभयो भने त्यस्तोमा डाटा तपाईको लस हुने सम्भावना बढेको हुन्छ हैन। र यो फिचर तपाई इनेबल गर्नुभयो भने टाइम टु टाइम बिहेभियरको बारेमा तपाईहरुले चाहिँ जानकारी एपलाई दिइरहेको हुन्छ प्ले स्टोरले।